हेलो एन्ड वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी कृषिमा जाँदैछौँ। अब कृषिमा गएको भिडियोहरू चाहिँ अब स्टार्ट हुँदैछ, हेरेर इन्जोय गर्नु होला। हामी चाहिँ भर्खर ट्रेन चढेको थियौँ अनि ट्रेनमा चाहिँ भित्र खासै डिस्टर्ब हुन्छ भनेर खासै केही बोलिएन, ब्लग मात्र लिएको छु, हेर्नुहोस्। यो भिडियोमा देखिएको पहाड चाहिँ साकुराजीमा हो कि त्यहाँनिरबाट चाहिँ भल्क्यानोहरू निस्किराखेको हुन्छ अनि त्यही बेलामा एउटा सर्ट पनि लिएको है त। ट्रेनमा बस्दा बस्दा वक्क लागिसक्यो गाइजहरू। हामी कहाँ जाँदैछौँ निरज? हामी कृषिमा पोसिलो यामा पोइन। बिहान आज बिदाको दिन टक्क दाजुभाइ है सबैलाई निकै नै लामो समय बसेको पहिलो भिडियो युट्युबमै आउँछ सायद। सबैलाई स्वागत छ। यस्तै हो अब होइन, हप्ता दिन भयो 6 दिन यसो काम गरेर 1 दिन यसो 2 दिन दाजुभाइ मेरो टिम भन्ने हो, एउटा रिफ्रेसमेन्ट पनि हुन्छ। अनि अब बाहिर हिँडिरहेको भने केही कुरा सिकिन्छ नि त, एक दुईवटा कुराहरू होइन, केही कुराहरू देखिन्छ सिकिन्छ भनेर टक्क लाएर रुममा मात्र के घुम्सेर बस्नु भनेर आज हिँड्या। त्यही हो आजको प्लान है। अब यस्तो भ्युजहरू चाहिँ खतरा देख्छ क्या, माथि अलि टाढा छ, अनि त्यहाँ जान आँटेछौँ हामी। अब फोटो भिडियोहरू हाम्रो हेरेर साथ दिनु होला। केही सुझावहरू दिनुपर्ने छ भने पनि दिन सक्नुहुन्छ है। यसमा चाहिँ भर्खर हामी ट्रेनबाट ओर्लेको, मेरो चाहिँ पर्स छुट्यो क्या ट्रेनमै। पहिलोचोटि ट्रेन चढेको पर्स छुट्यो, फेरि फर्केर गएर लिइहालेँ पर्सै। आज म इन्ट्रेस्टिङ भिडियो हामी के गर्छौँ भन्ने कुराहरू चाहिँ भिडियोमा देखाउँछु। अहिले जान लागेको चाहिँ वहाँनिर माथि हो कि लगभग कति घन्टा लाग्छ हिँडेर? 45 मिनट जति लाग्छ होला। भर्खरै चाहिँ त्यहाँनिर नेपाली रेस्टुरेन्ट रहेछ होइन, खाएर आइयो। अब चाहिँ हाम्रो जर्नी लगातार हुन्छ, करिब 1 घन्टाको हिँडाइ छ होला लगभग। देखिने सुन्दर यता रमाइलो गर्ने कुराहरू हामी देखाइहाल्छौँ। लास्टै थकाइ लागिसक्यो यार हिँड्दा यस्तो ओह्रालो छ तल टक्क। यहाँनिर चाहिँ यतातिर यस्तो यो गाउँतिरको भाइ आइरहेको होला, हिँड्नै नसकिने भएछ भने त्यो चाहिँ गाह्रो हुँदो रहेछ हिँड्न चाहिँ। बिदाको दिन के गर्ने भन्दा यसो भाइसहरू लिनु पऱ्यो, घुमेर 1 घन्टा हिँड्नु पर्ने रहेछ। चाहिँ गाडी पर्ला जस्तो छ। भर्खर 5 मिनट भयो हिँडेको, उकालो रुममा त काममा जाऊ आऊ भइरहेको नि त, अरू एक्स्ट्रा काम केही नहुने, त्यही भएर नि होला। कृषि यस्तो भयो कि झन् अहिले पहिलो ब्लग हो, यस्तो बवाल छ नि गाइजहरू, के आनन्द लाग्ने कि सिनहरू हेर्दा नि टक्क उता गाडी हेरेर कोही मान्छे छैन, यसकै स्वर्गै जस्तो फिल हुन्छ घुम्न पाउँदा नि। गाइजहरू अब चाहिँ चस्मा लाएरै फेरि, अघि चाहिँ चस्मा थिएन, अब त चस्मा लाएर भ्लग बनाउँदैछु। कहिलेकाहीँ यो बिजी सहरमा चाहिँ कहिलेकाहीँ पिस पनि कस्तो हुँदो रहेछ भनेर थाहा पाउनुपर्छ जस्तो लाग्छ। अनि त्यही भएर पनि
हिँड्नुपर्छ कहिले सधैँ रुममा काममा मात्र होइन कि जिन्दगी भनेको चाहिँ अलिकति फ्रेस भएर पनि हिँड्नु जरुरी छ जस्तो लाग्छ। त्यही भएर नि हिँडौँ घुमौँ रमाइलो गरौँ आफूलाई जे मनपर्छ त्यही चाहिँ गर्नु नछाडौँ। लास्टै घुम्नु चाहिँ मनपर्छ। यहाँनिर चाहिँ एउटा सानो भगवान्को मूर्ति पनि रहेछ है म तपाईँहरूलाई देखाउन गइरहेको छु। उहाँ साथी चाहिँ फेसबुकमा लाइभ मसी हेलो सुन्दै सुन्नु जापान आएर के भएको मान्छेहरू यत्रो 3-4चोटि मसी भन्दा नि नबुझ्ने अचम्म छ। हेलो खैदिनु रेस्पोन्सै छैन यस्तो पनि हो कोवाई पनि रहेछ है। त्यही हो आधा नेपाली आधा इङ्ग्लिस आधा जापानिज वर्ड भइरहेको कि भिडियो बनाउँदा नि यस्तो घोर जङ्गल छ यार। ल अझ कति छ बुढामा थाहा छ बल्ल लास्टै सबैलाई यार हिँड्न चाहिँ लगभग बिर्से जस्तो भयो छ कि हाम्रो चाहिँ हो भने ठिक गर्नु भने त बिहान उठ्न त कठिन लागिरहेको थियो। हिँड्न चाहिँ अस्ति गाह्रो भइरहेछ। ठिक छ गाममा त्यही गर्छु हिँड्नमा चाहिँ भाषा त त्यस्तै भयो। जापान कस्तो छ भिडियो बनाएर हाल्नु भन्नेहरूको लागि चाहिँ यो जापानको भिडियो। हामी बाटो चेन्ज हुन्छौँ है। हामी चाहिँ अब 2 भाइ भएर जापानको कहाँको जङ्गलमा हिँड्दैछौँ होइन। अब एकादेशको कथा जस्तै भइरहेको दिन त्यत्तिकै बेरोजगार नेपाल बस्नु भन्दा जापान आइहालौँ आइयो। तपाईँहरू पनि आउनुहोस् अनि फर्केर जानुहोस् होइन। यस्तो हो हामी यहाँ जति काम गर्छौँ जति खट्छौँ होइन त्यति नै खटे पनि नेपालमा होइन। अब यस्तो फेरि अब हेर्ने नजर चाहिँ फरक हुनसक्छ होइन। तर त्यति यहाँ खटेर गरेर होइन भोलिको दिनमा फर्केर जानुपर्छ भन्ने मेन्टालिटी चाहिँ बोक्नुपर्छ एउटा। तर अब उमेरमा अलिकति थोरै केही दुःख गरेर राम्रो हुन्छ भने आउनुपर्छ मिहिनेत गर्नुपर्छ भन्छु म। त्यही हो तपाईँलाई के लाग्छ तपाईँको कुरा सुनाइदिनुहोस्। फेरि एकदम जे भन्नु नि त्यसमा कुनै दुई मत भन्ने कुरै छैन होइन। मैले चाहिँ अलिक कन्फिडेन्स भएर होइन अब मेन्टली चाहिँ स्ट्रङ भएर आउनुहोस् भन्ने सुझाव चाहिँ दिन्छु म चाहिँ। त्यो भन्न कस्तो खोजेको भने आफू अलिकति होइन आफूभित्रमा अलि आत्मविश्वास गरेर अलिकति दुःख परिहाल्यो भने आत्ति हाल्दिनँ टाइपको कुरा होइन। म अलिकति दुःख गर्नु पऱ्यो भने गर्छु भन्ने कुरा। अनि मेन चाहिँ जापानको लागि चाहिँ आउँदैन हुन्छ भने चाहिँ भाषा 1 नम्बरमा भाषा कम्युनिकेसन नै गर्न सक्दैन। नत्र अब सधैँ अर्को स्टाफ लाएर हिँड्ने भन्ने कुरा नि हुँदैन। काममा जानु पऱ्यो दैनिकी हुन्छ नि दैनिकी जीवन कम्युनिकेसनै गर्न सक्नुहुन्न नत्र भाषा भएन भने। त्यही भएर 1 नम्बरमा भाषा चाहिँ कमसेकम दैनिक जीवन चाहिँ चल्न सक्ने खालको होइन त्यत्तिको लेभलको भाषा अलिअलि अरूले भनेको बुझ्ने ठ्याक्कै भन्न नसक्यो नि यसो बटारी गरेर भने उसलाई बुझ्न सक्ने त्यत्तिको भाषा भयो भने चाहिँ जापानको लाइफ बिस्तारै अघि बढ्छ है त। पढे जस्तो त यहाँ हुँदैन त्यही पनि आइसकेपछि बिस्तारै आफै माथि हुँदै जान्छ। सिटीमा सबै जानिन्छ भन्ने पनि हुँदैन। हामी नि भर्खरै उहाँको त कति नै भर्खर बल्ल 6 महिना 7 महिना हुँदैछ। हल्का बिस्तारै 1 दिन 2 दिन गर्दै ग्रो गर्ने हो पऱ्यो। काम गर्नुपर्छ मिहिनेत गर्न चाहिँ नछोडौँ जति जे भने पनि। आज चाहिँ हल्का लेसन पनि दिएँ होला मलाई नि लेसन बेला चाहिरहेको छ। अनि सबैलाई क्युरियोसिटी हुँदो रहेछ कि मेन भनेको चाहिँ जापान आउँदा जापान गछ के गरे सिटी चाहिँ लास्टै हुन्छ नि त जसलाई पनि हुँदो रहेछ कि नेपाल हुँदाखेरि। जस्तो नेपालबाट जापान आउँदाखेरि एउटा साथीले
जापान आउने साथीले नै तपाईँ त मोज्छ होला भन्दै कि अनि मैले चाहिँ के भन्थेँ भन्दा जापान आउन तिमी नि अनि थाहा भइहाल्छ नि मोज्छ कि के छ भन्दै अहिले त साथी नि जापान छ अनि कुरा हुँदाखेरि मैले भन्थेँ कि के अरे तिमीलाई त मोज्छ होला भन्थ्यौ साथी कस्तो छ अहिले मोजै छ नि भन्थेँ कि मैले त्यस्तै हो दुःख गर्नुपर्छ दुःख गर्न सिकौँ सबैजना भएर सपोर्ट गर्न सिकौँ एकअर्कालाई माया गरौँ मिठो बोलौँ एउटा यस्तै हो नेपाल भने पनि उस्तै हो अब नेपालमा हल्का कमाइ चाहिँ कम हुन्छ यहाँको लेखि होइन सधैँ नेपाल बसेर पनि साध्य छैन जस्तो लाग्छ काम इन्कमको लागि चाहिँ अरूको लागि चाहिँ फेरि नेपाल स्वर्ग छ पैसाको बाहेक अरू कुरामा अलिकति दुःख चाहिँ गर्नुपर्छ मिहिनेत जाँगरी गर्नु छैन छ अब मिहिनेतै गर्नु परिसकेपछि मिहिनेत गरेर अनुसार के हुँदैछ के पाउँदैछ आफूले रिटर्नमा चाहिँ के छ त भन्ने कुरा चाहिँ यसो भ्यालुएसन गर्ने आफूले अनि अब बिस्तारै आफूले आजभन्दा भोलि होइन हिजोभन्दा आज आफूलाई बिस्तारै स्तरोन्नति भन्छ नि क्या भन्ने बारेमा होइन त्यो गर्ने जहाँ आयो भने त नेपालमा बसे पनि जापानमा बसे पनि दुनियाँको जहाँसुकै गए पनि हिजो म के थिएँ र आज म के गर्दैछु आज म कस्तो छु भोलि म कस्तो हुनुपर्छ भन्ने आफ्नो बारेमा चाहिँ अलिकति सोच्न भ्याइयो अलिकति आफूले टाइम दिने नयाँ नयाँ कुराहरू सिक्ने चासो राख्ने सजिलो कुराहरू सजिलो बाटोहरू पनि अप्नाउनुपर्छ बेलामा अब फेरि गर्नु पनि ठाउँ मिहिनेत गर्नुपर्छ त जापान पुगिस् अनि त्यसो भन्छस् त्यतापट्टि जानु भन होइन मिहिनेत गर्नुपर्ने ठाउँ मिहिनेत गर्नुपर्छ अब अर्काको भाषा होइन यसरी आएर काम गर्नुपर्ने उनीहरूसँग अब उनीहरूले इङ्ग्लिस भनेको ओके अनि धेरै बोल्यो भने वेलकम हेलो यस्तो यस्तो शब्द भन्दा केही बोल्दैनन् उनीहरूको भाषा जसरी पढि नै हाल्नुपर्छ त्यो भाषा पढ्ने ठाउँमा होइन अलिअलि आफूले मिहिनेत गर्ने ठाउँमा सबै कुरा छोडेर पढ्ने ठाउँमा अवस्थामा नहोला होइन अब काम गर्दै पढ्ने हो कि यस्तो कुराहरूमा ध्यान दिएर आफ्नो भविष्य देखेर होइन म गएपछि मिहिनेत गर्छु पहिला मलाई जानलाई मिहिनेत गर्छु भनेर आजदेखि लागि पर्नुहोस् भन्छु म चाहिँ जसरी छिटो आउनुहोस् भन्छु किनकि अहिले अरू देश हेरी होइन अहिले त धेरै मान्छे जापान आइरहेको नि त अनि अरू देश हेरी जापान आउनु अलिकति सहज पनि छ क्या थोरै भाषा पढेर सस्तो पनि हो अनि त्यो कुरालाई हेर्दै चाहिँ आउनुहोस् टाइममै मिहिनेत गरेर अलिकति सोचेर भन्ने चाहिँ मेरो सल्लाह सुझाव हो चाहिँ लगभग आधी घन्टाभन्दा माथि आइसक्यो अब त्यस्तै यो जापान अब के गर्यो होला कसो गर्यो होला भन्दा पनि हामीले चाहिँ मिहिनेत गर्न नछोडौँ नात्यौँ होइन म चाहिँ फेरि लास्टै आत्तिन्छु जति नात्यौँ भने नि तर यहाँ सम्झाउने मान्छे हुनुहुन्छ नि त जहिले नि यस्तो होइन यस्तो टाइपको त्यही भएर हल्का हेल्प हुन्छ एकजना कोही हुने भने अब कहाँ आइएछ भाषा मिल्दैन बानीहरू मिल्दैन अलि जीवन पद्धति पनि नेपालको भन्दा अलिक फरक हुन्छ नि त यहाँनिर केही मिल्दैन त्यही भएर चाहिँ सिक्नुपर्छ यो चाहिँ पोइ हो है साकुरा भन्छ टक्कै पाकेको चाहिँ खाइन्छ नेपालमा यहाँ चाहिँ नखाम होला एउटा आरु भन्ने हुन्छ कि एउटा ठ्याक्क त्यही फल्ने रहेछ कि यहाँ पार्कमा त्यो देखाउँदैछु अब हामी एउटा गाडी चलाउने वहीँतिर गएर टक्क गाडी चलाउनुको लागि चाहिँ त्यहाँ बुझ्न जाँदैछु के हुन्छ म तपाईँहरूलाई भन्छु नि त है त टिकट काट्दैन जानु चाहिँ 230 रुपियाँ हाल्नुहोस् त arigatou gozaimasu. Seruman bahasiranyo, seruman to. Ini gitu. Itu tolong anda right? दुईटै खिच्ने कि एउटा
Driving. यस्तो छ फेरि चलाउनु नआएर चाहिँ म हल्का भर्खर सुनाउँछु है। अब कस्तो भयो भन्दा हल्का हल्का अब चलाउन कार चलाउने बानी छैन, बाइक चलाउने बानी थियो, कार चलाउने बानी थिएन। हल्का कोमारो भयो जस्तो फिल भयो एकछिन त। अनि फेरि एकछिन चाहिँ भ्लगै रोकेर अब कस्तो हुँदो रहेछ भनेर मोबाइल नै राखेर अनि ट्राई गरेको। मजा आयो, इन्जोय। आजको छुट्टी असल हो। आजको छुट्टी असल भयो नि त। चलो स्टार्टै हुन फेरि अब स्कुटीहरूको जस्तो क्लचसित लिने हो कि भनेर फेरि ब्रेकसित नि ताने क्लचसित स्टार्टै हुन्न। लास्टमा चाहिँ ब्रेक लगाइरहेको रहेछु होइन। फेरि भयो स्टार्ट भयो, रमाइलो भयो। यहाँ चाहिँ पानीको फोहराहरू यस्तै छ। म अब यहाँ कता भ्युज देखाउँछु है त, हेर्नुहोस् है त। इन्जोय। रेडी 1 2 3 गो। चाहिँ पुरा सहर सिटीहरू चाहिँ एकदम तलसम्म है त। चाहिँ बवाल छ कृषिमा। बेस्ट भ्यू, पिस। निकै नै मजा छ है ठाउँ चाहिँ। मजाले घुम्नुपर्छ बेला बेलामा। साथी चाहिँ उहाँ पुरा फेसबुकमा लाइभ आइराख्नु भएको छ है। यस्तो छ जापानको बस है। अब कागहरू पनि छ यहाँ फेरि साथीहरू। हेलो। काग चाहिँ उड्यो है। कोहीहरूलाई यहाँबाट चाहिँ कस्तो भ्युज देखिन्छ भनेर म एउटा देखाउँछु है त। लुक्स चाहिँ हाम्रो ड्रोन छ अटो। फेरि अन्यथा नलिनु होला। अब ड्रोनले जति भ्याउँछ अब त्यति खिच्नु त अनि यही हो स्पेसल भनेको। एउटा यस्तो भ्यू छ टक्क यतापट्टि पार्क जस्तो पनि छ। एकदम फ्रेस भन्छ कि कहिले काहीँ घुम्न आउनुपर्छ। जापान चाहिँ यही हो। उता चाहिँ टक्क सी छ यहाँनिर चाहिँ। सी भन्दा यतापट्टि यत्रो अब सिटी छ। यसलाई चाहिँ कृषिमा सिटी नै भन्छ। खासै राम्रो छ। रमाउने बाटो खोज्ने हो कि अब विदेश वसन्जरी कसरी हुन्छ, के गर्दा रमाइलो लाग्छ आफूले त्यही गर्ने हो। आफ्नो इन्ट्रेस्ट हो। मलाई चाहिँ घुम्न चाहिँ अति रमाइलो लाग्छ। त्यही भएर बिदा भयो भने सकभर रुममा बस्नु बसेर दिन कटाउन नि। केही गरिँदैन नि त रुममा। बिदा भयो भने चाहिँ बरु घुमौँ भन्ने हिसाबले बेला बेला घुमिरहेको हुन्छु। अनि अब चाहिँ मैले के सोचिरहेको छु भन्दा अब घुम्न चाहिँ गएँ भने चाहिँ कतै अब चाहिँ भिडियोहरू पनि एउटा मेमोरीको लागि जापान बस्दाखेरि चाहिँ यस्तो यस्तो गरेको थिएँ भन्नको लागि पनि एउटा
भिडियोहरू चाहिँ बनाइराख्छु भन्ने मेरो सोच चाहिँ छ। हेरौँ अब कति टाइम भइन्छ। अब काम 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 मात्र भइरहेको छ नि त। फ्री भयो भने त्यो काम पनि गर्छु बिस्तारै। त्यो प्लानहरू हल्का हल्का भइरह्यो। अब बिस्तारै हेरौँ। लेट्स सी हाउ इट वर्क्स। अलिकति सुरुमा आउँदा भाषाको डिफिकल्टिज चाहिँ लास्टै हुन्छ। त्यो कुराहरू मध्यनजर गरेर जापान आउँदै हुनुहुन्छ भने मजाले पढ्नुहोस्, भाषा राम्रो बनाउनुहोस्। म सुरुमा आउँदाखेरि चाहिँ भाषा त पास भयो, अब के पढ्न पर्ला र गइहालिन्छ जापान भने यसरी आएँ। तर पछि भाषाले चाहिँ अलिकति गाह्रो बनाउँदो रहेछ। चाहिँ हाम्रो लगभग घुमेर चाहिँ सक्यो है दाजुभाइ। मस्त एकदम पिसमा बस यस्तो भयो कि कोही पनि छैन मान्छेहरू। अब यस्तै छ जापानको बसाइ, सुख दुःख। ठिक छ, अब चाहिँ हामी करिब फर्किने बेला भएको छ। अब फर्किनु पर्छ होला है गाइजहरू। अब चाहिँ हामी टक्क फोटोसोटो खिचेर एक दुईवटा टिकटक सिकटक बनाएर होइन फर्कियौँ। करिब 1 घन्टा जति बसेर फर्किँदैछौँ। बाटो चाहिँ यस्तो छ। अघि जाँदा चाहिँ उकालो नै उकालो थियो, अब जाँदा चाहिँ ओह्रालो नै ओह्रालो छ फेरि होइन। यस्तै छ। दिन नि निकै राम्रो बित्यो है। अब आगामी दिनहरू पनि एकदमै राम्रो बित्छन् भन्ने आशाका साथ हाम्रो ब्लग यहीँ टुङ्गिन्छ। बाई।